गुड मर्निङ क्लास। आज हामी चाहिँ टेस्ट अफ हाइपोथेसिस पढ्न जा रहेछौँ र टेस्ट अफ हाइपोथेसिसमा हामी पढ्नुपर्ने भनेको जे टेस्ट, टी टेस्ट, काई स्क्वायर टेस्ट र एफ टेस्ट हो। जसमध्येमा आजको क्लास भनेको विशेष गरी जे टेस्टमा हामी फोकस गर्छौँ र जे टेस्टमा हामीले पढ्नुपर्ने भनेको चाहिँ वन स्याम्पल मिन जे टेस्ट, टू स्याम्पल मिन जे टेस्ट, वन स्याम्पल प्रोपोर्सन जे टेस्ट र टू स्याम्पल प्रोपोर्सन जे टेस्ट र प्रत्येक क्याटेगोरीमा हामी चाहिँ दुईवटा एक्जामको सल्भ गर्छौँ। र फर्स्टमा हामी वन स्याम्पल मिन जे टेस्ट पढ्छौँ र वन स्याम्पल मिन जे टेस्ट सिलसिलामा एउटा एक्जाम्पल छ। सो एक्जाम्पल अनुसार a quality control manager at a light bulb factory wants to determine whether the average lifetime of light bulbs is different from 375 hours. The population standard deviation is known to be 100 hours. A random sample of 64 bulbs has an average life of 350 hours. Test the claim at the 5% level of significance. भन्दाखेरि अब यो क्वेसन पढिसकेपछि सर्वप्रथम हामीले चाहिँ यो क्वेसन हाइपोथेसिसको क्वेसन हो भनेर चिन्ने कि नचिन्ने त चिन्नु त पर्यो। भन्दाखेरि यो हाइपोथेसिसको क्वेसन हो भनेर थाहा पाउने कसरी भन्दाखेरि क्वेसनमा हामीलाई कि त एस नो क्वेसन दिएको हुन्छ, कि टेस्ट गर भनेको हुन्छ भने कि त डिस्कस द स्टेटमेन्ट भनेको हुन्छ। भनेपछि यसरी एस नो क्वेसन अथवा टेस्ट अथवा डिस्कस भनेर आयो भने यो क्वेसन चाहिँ हाइपोथेसिसको क्वेसन हो भनेर चिन्ने। अब त्यसै गरी अब हाइपोथेसिस भित्रमा चाहिँ हामीले पढ्नुपर्ने भनेको जे टेस्ट, टी टेस्ट, काई स्क्वायर टेस्ट र एफ टेस्ट छ। भन्दाखेरि यो क्वेसन अब जे टेस्टको भनेर चिन्ने कसरी भन्दाखेरि विशेष गरी हामीलाई चाहिँ फोकस गर्ने भनेको स्याम्पल साइजमा हो। स्याम्पल साइज 30 और त्योभन्दा बढी भएछ भनेदेखि हामी जे टेस्टबाट सल्भ गर्छौँ। अन्यथा भन्नाले 30 भन्दा कम भएको खण्डमा हामी टी टेस्ट सेलेक्ट गर्छौँ। त्यही कारणले यो क्वेसन चाहिँ हामीले जे टेस्ट भनेर थाहा पाउनु कसरी त स्याम्पल साइज 30 वा त्योभन्दा बढी भएको कारणले यसलाई हामी जे टेस्टको माध्यमबाट सल्भ गर्छौँ। अब त्यसै गरी अब जे टेस्ट भित्र पनि वन स्याम्पल, टू स्याम्पल मिन जे टेस्ट छ अथवा अर्को तर्फ वन स्याम्पल प्रोपोर्सन र टू स्याम्पल प्रोपोर्सन पनि छ। भन्दा अब यो क्वेसनमा स्याम्पल एउटै मात्र भएको कारणले वन स्याम्पल मिन जे टेस्ट। यदि टू स्याम्पल भइदिएको भए जस्तो काठमाडौँ, भक्तपुर, क्लास ए, क्लास बी, सोल्जर, सेलर भएको खण्डमा चाहिँ टू स्याम्पल मिन हुन्छ। भन्दाखेरि यसमा एउटै स्याम्पल छ, 64 बल्ब चाहिँ ड्र गरेको छ र सिंगल स्याम्पल भएको कारणले हामीले यो क्वेसन अब सिंगल मिन जे टेस्ट भनेर थाहा पाउँछौँ। र त्यसै गरी अब हाइपोथेसिस टेस्ट गर्नुभन्दा अगाडि सर्वप्रथम हामीले चाहिँ हाइपोथेसिस भनेको के हो भन्ने बुझ्न आवश्यक छ। र हाइपोथेसिस भनेको स्टेटमेन्ट, प्री अज्युम स्टेटमेन्ट, supposition. A hypothesis is the supposition about population parameter that may or may not be true. भन्दाखेरि हाइपोथेसिस चाहिँ सत्य पनि हुन सक्छ र असत्य पनि हुन सक्छ। कसैले भनेको स्टेटमेन्ट, कसैले गरेको क्लेम चाहिँ हाइपोथेसिस हो भने त्यसलाई सत्य मान्ने कि असत्य मान्ने भन्ने कुरा चाहिँ हामी स्याम्पलको थ्रुबाट डिसाइड गर्छौँ। भन्दाखेरि to test the hypothesis, we have to first draw the sample, and on the basis of sample statistics, sample results, then we decide whether to accept or not. So अब हामीले चाहिँ अब यति कुरा बुझिसकेपछि यो प्रब्लमलाई सल्भ गर्दाखेरि हामीले 5 वटा स्टेप फलो गर्छौँ। र फर्स्ट सर्वप्रथम पहिलो स्टेप भनेको स्टेप फर्स्ट टेस्टिङ हाइपोथेसिस। र यो टेस्टिङ हाइपोथेसिसमा चाहिँ दुईवटा हामी हाइपोथेसिस राख्छौँ। त्यो भनेको नल हाइपोथेसिस द्याट मिन्स एच नट इज टू। अब हाइपोथेसिस सधैँ पपुलेसन प्यारामिटरको बारेमा हुन्छ। यहाँ कहिले पनि हामी स्याम्पलको रिजल्टलाई, स्याम्पलको स्ट्याटिस्टिक्सलाई हामी राख्दैनौँ, मात्र राख्छौँ पपुलेसन प्यारामिटर। र दिएको अनुसार पपुलेसन प्यारामिटर म्यू इक्वल्स टू 375 आवर्स भनेपछि यहाँ क्वालिटी म्यानेजरले के क्लेम गरेको छ भन्दाखेरि हामीले उत्पादन गरेको जति पनि लाइट बल्बहरू छन् तिनीहरूको चाहिँ एभरेज लाइफ चाहिँ 375 आवर्स रहेको छ। त्यही कारणले द्याट इज पपुलेसन मेन इज 375 आवर्स। र अर्को भाषामा हामीले के पनि लेख्न सक्छौँ भन्दाखेरि देयर इज नो सिग्निफिकेन्ट डिफरेन्स, there is no significant difference between sample mean and population mean। भन्न खोजेको चाहिँ
यहाँ म्यानेजरले क्लेम गरेको छ लाइट बल्बको एभरेज लाइफ चाहिँ 375 आवर्स। तर स्याम्पल ड्र गर्दाखेरि स्याम्पलले के देखायो भन्दाखेरि लाइट बल्बको एभरेज लाइफ 375 होइन 350 आवर्स हो भनिरहेको छ। भनेपछि अब हामीले नल हाइपोथेसिस सेट गर्दाखेरि चाहिँ नल हाइपोथेसिस जहिले पनि पपुलेसन प्यारामिटरलाई यो ट्रु हो भनेर भन्न खोजेको चाहिँ इट अलवेज टेल्स अबाउट द पपुलेसन प्यारामिटर इज ट्रु। र अर्को छ अल्टरनेटिभ हाइपोथेसिस। अल्टरनेटिभ हाइपोथेसिस H1 is to mu is not equal to 375 hours. That is population mean is not 375 hours. और अर्को भाषामा हामी के लेख्न सक्छौं there is significant difference between sample mean and population mean भन्न खोजेको चाहिँ अल्टरनेटिभ हाइपोथेसिसले जहिले पनि स्याम्पलको रिजल्टलाई एक्सेप्ट गर्छ भन्नको अर्थ इट अलवेज अगेन्स्ट द पपुलेसन प्यारामिटर गर्छ। अल्टरनेटिभ हाइपोथेसिसले पपुलेसन प्यारामिटरलाई चाहिँ सत्य हो नभनिकन चाहिँ स्याम्पलको स्ट्याटिस्टिक्सको रिजल्टलाई आधार मानेर चाहिँ पपुलेसन मिनलाई चाहिँ अथवा पपुलेसन प्यारामिटरलाई चाहिँ रिजेक्ट गर्ने प्रयास गर्छ। यसले अब हामी चाहिँ स्ट्याटिस्टिकल थ्रुबाट हामी एक्सेप्ट रिजेक्ट डिसिजन लिन्छौँ। स्टेप फर्स्टमा यसरी सेटिङ गरिसकेपछि स्टेप 2 मा जान्छौँ। स्टेप 2 भन्नाले चाहिँ तपाईको सिग्निफिकेन्स लेभल हामी लेख्छौँ सिग्निफिकेन्स लेभल अल्फा इक्वल्स टु हामीले दिएकै छ 0.05% भनेको अर्थ सिग्निफिकेन्स लेभल इज द पोसिबिलिटी इज द चान्स अफ रिजेक्टिङ नल हाइपोथेसिस व्हेन इट इज ट्रु भन्न खोजेको नल हाइपोथेसिस अथवा हाइपोथेसाइज स्टेटमेन्ट ट्रु हुँदा हुँदै पनि त्यो रिजेक्ट हुने चान्सलाई हामी सिग्निफिकेन्स लेभल ले दिनु गर्छौं भन्न खोजेको सिग्निफिकेन्स लेभल इज द प्रोबेबिलिटी अफ गेटिङ टाइप फर्स्ट एरर भनेको कस्तो भन्दाखेरि नल हाइपोथेसिस अर्थात हाइपोथेसाइज स्टेटमेन्ट ट्रु हुँदा हुँदै सत्य हुँदा हुँदै पनि त्यसलाई रिजेक्ट गर्न सक्ने चान्सलाई दिनु गर्छौं सिग्निफिकेन्स लेभल र हामीले यहाँ लेखेको छौं 5% र क्वेशनले यदि नदिएको केसमा पनि हामी 5% मान्छौं र कहिलेकाहीँ चाहिँ क्वेशन अनुसार 1% सिग्निफिकेन्स लेभल 10% सिग्निफिकेन्स लेभल दिन सक्छ र दिएको अनुसार हामी त्यही अनुसार अगाडि बढ्छौं र क्वेशनले नभनेको अवस्थामा सधैँ हामी कमनली युज्ड भनेको चाहिँ 0.05 भन्नाले 5%। त्यसपछि स्टेप थर्ड भनेको टेस्ट स्ट्याटिस्टिक्स यसमा वी युज Z test किन भन्दा n is greater than 30 n 30 वा त्यो भन्दा बढी भएको खण्डमा चाहिँ हामी Z test युज गर्छौं। त्यसैकारणले चाहिँ यो टेस्ट स्ट्याटिस्टिक्स अन्तर्गत Z भन्नाले क्याल्कुलेटेड भ्यालु अफ Z यसको फर्मुला चाहिँ सैंपल एरर डिवाइडेड बाइ स्ट्यान्डर्ड एरर Sample error is the difference between population parameter and sample statistics. भन्दाखेरि sample statistics छ x bar minus population parameter छ mu divided by standard deviation भन्नाले चाहिँ standard deviation population standard deviation divided by root n यो चाहिँ standard deviation हो। फेरि पनि भन्दैछु sample error is the difference between sample statistics and population parameter, whereas standard error is standard deviation of sample mean if we draw 2 or more samples in the same population. अब यो अनुसार substituting value of x bar mu and standard deviation, then x bar 350 mu 375 divided by standard deviation 100 root 64. From these calculations we get -2 as the calculated value of Z or Z score. -2 आइसकेपछि अब हामीले यसलाई मोडुलस गरेर Z cal
मोडुलस गरेर हामी पोजिटिभ बनाउँछौँ 2 स्टेप थर्ड त्यसपछि अब हामी स्टेप 4 मा जान्छौँ स्टेप 4 भन्नाले क्रिटिकल भ्यालु the critical value or the tabulated value value of z at 5% significance level for two-tail test is 1.96. यहाँ अब टोटल टेस्ट कसरी भयो भन्दाखेरि तपाईलाई डिफरेन्स नट डिफरेन्स सेम नट सेम इक्वल नट इक्वल बायस अनबायस यस्तो खालको टर्म्सहरु आयो भनेदेखि टोटल टेस्ट भन्नाले लेफ्ट पनि राइट पनि र कस्तो अवस्थामा हामी वन टेल टेस्ट भन्ने मान्छौँ भन्दाखेरि जब डिरेक्सनल वर्डहरु आयो भने जस्तो एक्जाम्पल एबोभ बिलो सुपेरियर इन्फेरियर इन्क्रिज डिक्रिज हायर शॉर्टर taller smaller यस्तो खालको सब डिरेक्सनल वर्ड आयो भनेदेखि मात्रै हामी वन टेल टेस्ट भन्ने अनुसार जान्छौँ र यहाँ चाहिँ यो क्वेशनमा चाहिँ इज देयर एनी सिग्निफिकेन्ट डिफरेन्स इन द मिन लाइफ अफ द लाइट बल्ब भन्ने कारणले डिफरेन्स भन्ने शब्द आएको कारणले चाहिँ के भयो त यो टु टेल टेस्ट अन्तर्गत गयो र टु टेल टेस्ट अन्तर्गत चाहिँ हाम्रो टेबुलेटेड भ्यालु अर क्रिटिकल भ्यालु अफ जेड चाहिँ 1.96 देखिएको छ अब हामी जान्छौँ स्टेप 5 मा स्टेप 5 मा हामी लेख्छौं डिसिजन र कन्क्लुजन सुरुमा हामी लेख्छौं डिसिजन अनुसार सिन्स जेड क्याल्कुलेटेड भ्यालु अफ जेड क्याल्कुलेटेड भ्यालु आएको छ 2 र अर्को तर्फ के छ जेड ट्याब टेबुलेटेड भ्यालु अफ जेड भन्नाले 1.96 र यो 2 चाहिँ यो जेड ट्याब भन्दा ग्रेटर भयो त्यस्तो अवस्थामा एस नट इज रिजेक्टेड र एस नट किन रिजेक्ट भन्दाखेरि चाहिँ तपाईको यसमा चाहिँ यो फिगर तपाईले एक्जाममा लेख्नु आवश्यक छैन तर अहिले बुझ्नको लागि चाहिँ एउटा नर्मल कर्वले हामी ड्रा गर्छौं त्यो नर्मल कर्व अनुसार सेन्ट्रल भ्यालु म्यू र अब क्रिटिकल भ्यालु तपाईको चाहिँ 1.96 आएको छ त्यसको मतलब चाहिँ -1.96 र अर्को +1.96 टोटल टेस्ट भएको कारणले र यहाँदेखि यहाँसम्मको एरिया भनेको एक्सेप्टेन्स एरिया र अर्को यो भनेको रिजेक्सन एरिया भन्दाखेरि अब तपाईको जेड क्याल 2 आएको छ र 2 भनेको तपाईको चाहिँ यो 1.96 भन्दा बढी भएको कारणले सपोज मानौं यहाँ 2 यता पर्यो राइट साइड पर्यो +2 भन्दाखेरि यो 2 1.96 भन्दा बढी भएको कारणले चाहिँ रिजेक्सन एरिया भित्र परेको कारणले एस नट के भयो त रिजेक्टेड भयो त्यसको मतलब यो हो अब यो अनुसार भन्नाले डिसिजन अनुसार अब हामी कन्क्लुजन लेख्छौं conclusion there is sufficient statistical evidence that the mean life of light bulbs is not 375 hours यसरी हामी जस्टिफाई गर्छौं भन्नाले यो पाँचवटा स्ट्याटिस्टिकल प्रोसेस स्टेप फलो गरिसकेपछि हामी जुन भनिएको हाइपोथेसिस स्टेटमेन्टलाई चाहिँ सपोर्ट गर्ने या नसपोर्ट नगर्ने भन्ने विषयमा चाहिँ डिसिजन लिन्छौं अब यसपछि हामी दोस्रो एक्जाम्पलको सल्भ गर्न जाँदैछौं र दोस्रो एक्जाम्पल अनुसार a typist claimed that he can type more than 60 words per minute. Test the validity of his claim on the basis of 100 tries on which he typed 55 words in average with standard deviation of 15 words. So, as per the information, hypothesized mean is 60
number of trials or sample size is 100, sample mean is 55 whereas sample standard deviation is 15. र अब यो यसमा के क्लेम गरेको छ भन्दाखेरि एकजना टाइपिस्टले चाहिँ उसले प्रत्येक मिनेटमा एभरेजमा 60 वर्ड भन्दा बढी टाइप गर्न सक्छ। अब उसले गरेको जुन क्लेमलाई टेस्ट गर्नु पर्यो, उसले भनेको हो कि हैन त? के भनेको छ? प्रत्येक मिनेटमा औसत रूपमा 60 वर्ड भन्दा बढी टाइप गर्न सक्छ भनेको छ। अब उसले गरेको क्लेमलाई टेस्ट गर्ने सिलसिलामा स्याम्पलिङ युज गर्यो भन्नाले स्याम्पलिङको थ्रुबाट हाइपोथेसाइज स्टेटमेन्टलाई हामी एक्सेप्ट अर रिजेक्ट गर्छौं भन्नाले स्याम्पलिङको डेटाले के देखाइएको छ भन्दाखेरि जुन 100 चोटिको ट्रायल स्याम्पल साइज चाहिँ 100 चोटिको ट्रायल अनुसार चाहिँ स्याम्पल मिन चाहिँ आयो कति 55 र त्यसको स्ट्यान्डर्ड डेभिएसन चाहिँ 15 देखिएको छ। अब स्याम्पलको रिजल्ट अनुसार त्यो हाइपोथेसाइज स्टेटमेन्ट ट्रू हो कि होइन भन्ने कुरा हामी टेस्ट गर्न जानेछौँ। र फेरि पनि यहाँ भन्दैछु मैले यो क्वेसन हाइपोथेसिसको क्वेसन हो कि हैन भन्ने कुरामा चाहिँ पनि भनिसके अघि पनि टेस्ट गर या डिस्कस गर अथवा यस नो क्वेसन आउनु पर्छ। त्यो आयो भनेदेखि यो क्वेसन चाहिँ हाइपोथेसिसको हो। र त्यसै गरी हाइपोथेसिस भित्र पनि जे टेस्ट, टी टेस्ट, काई स्क्वायर टेस्ट र एफ टेस्ट छ भन्नाले कुन चाहिँ टेस्ट हो त भन्ने विषयमा चाहिँ हामीले हेर्छौं केमा स्याम्पल साइजमा। स्याम्पल साइज 30 वा त्यो भन्दा बढी भएको खण्डमा चाहिँ जे टेस्ट नभएमा अर्थात 30 भन्दा कम भएमा चाहिँ टी टेस्ट युज गर्छौं। र यसको स्याम्पल साइज छ कति 100, त्यो भनेको डेफिनेटली 30 भन्दा बढी हो। त्यसको मतलब चाहिँ यसमा अब जे टेस्ट हामी फलो गर्छौं। अब जे टेस्टमा पनि तपाईको सिंगल मिन जे टेस्ट, डबल मिन जे टेस्ट, सिंगल प्रोपोर्सन जे टेस्ट, डबल प्रोपोर्सन जे टेस्ट छ। कुन चाहिँ हो भनेपछि सिंगल मिन जे टेस्ट। डबल मिन हुनको लागि क्लास ए, क्लास बी, अमेरिकन, ब्रिटिश, भक्तपुर, काठमाडौँ भन्ने यस्तो खालको दुईवटा स्याम्पल गरेको हुनुपर्छ। स्याम्पल यहाँ चाहिँ एउटा मात्र छ। र अन्तिममा हामीले अब यो प्रश्न अनुसार चाहिँ यो टु टेल टेस्ट हो कि वन टेल टेस्ट हो भन्ने विषयमा चाहिँ यहाँ चाहिँ वन टेल टेस्ट भन्ने हामी राख्छौं। किन भन्दाखेरि चाहिँ यसमा डिरेक्सनल वर्ड आएको छ जस्तो अ टाइपिस्ट क्लेम दैट ही कैन टाइप मोर देन 60 वर्ड्स। यो मोर देन भन्ने शब्द चाहिँ डिरेक्सनल वर्ड हो। डिरेक्सनल वर्ड भन्नाले के पर्छ त सपोज मानौं एबोव, बिलो, इन्क्रिज, डिक्रिज, हायर, सर्टर, टलर, स्मलर यस्तो खालको शब्दहरु आउनु पर्छ। या मोर देन आएको कारणले चाहिँ यो वन टेल टेस्ट हुन गयो। र अब हामी सुरु गर्छौं। स्टेप फर्स्ट टेस्टिङ हाइपोथेसिस भन्नाले नल हाइपोथेसिस। नल हाइपोथेसिस S naught is to र भनेको स्टेटमेन्ट के छ he can type more than 60 words भन्नाले mu is higher than 60, that is the typist can type more than 60 words per minute यो छ null hypothesis. Null hypothesis always describes about the population parameter. It doesn't go against the population parameter or hypothesize statement. र अर्को छ alternative hypothesis. यो चाहिँ अगेन्स्टमा जान्छ भन्नाले alternative hypothesis S1 is to अब स्याम्पल भन्नाले अल्टरनेटिभ हाइपोथेसिसले चाहिँ स्याम्पलको स्ट्याटिस्टिक्सलाई आधार मानेर यसले लेखेको हुन्छ भनेको अर्थ स्याम्पलको डेटा अनुसार कति आएको छ मिन 55 भनेको 60 भन्दा कम हो। त्यसकारणले म्यू इज लेस देन 60, दैट इज द टाइपिस्ट टाइप less than 60 words per minute भन्न खोजेको चाहिँ अब स्याम्पल स्ट्याटिस्टिक्स भने तापनि लेखे तापनि हामी जहिले पनि पपुलेसन प्यारामिटर लेख्छौं किनकि हाइपोथेसिस भनेको इट अलवेज बी अबाउट पपुलेसन प्यारामिटर। त्यही कारणले चाहिँ नल र अल्टरनेटिभ दुवैमा हामी पपुलेसन प्यारामिटरलाई आधार मानेर लेख्छौं र भाषामा चाहिँ हामी स्याम्पलको डेटा अनुसार लेख्छौं। र के गरे तपाईहरुलाई चाहिँ अब यसमा लेफ्ट टेल र राइट टेल चिन्न गाह्रो पर्यो। यो चाहिँ के भयो हाम्रो लेफ्ट टेल टेस्ट। यो लेफ्ट टेल टेस्टमा गएको छ। लेफ्ट टेल र राइट टेल चिन्न गाह्रो भयो भनेदेखि तपाई के मान्नुस् भन्दाखेरि आधार चाहिँ x बार अगाडि राख्नुस्, म्यू पछाडि राख्नुस्। x बार छ 55,
र म्यू छ 60। अब 55 60 भन्दा कम भयो भने यसरी देखाउँछ हामी लेस देन भन्नाले अब यो साइनलाई हामी कपी गरेर तपाईले यहाँ पनि लेख्न सक्नुहुन्छ। लेफ्ट हो कि राइट भन्ने बुझेपछि कि तपाईले बुझेर लेख्नु पर्यो कि अब बुझ्न सक्नु भएन तपाईलाई अप्ठ्यारो पर्यो भनेदेखि यसरी x बार अगाडि राखेर म्यू पछाडि राखेर हामी भ्यालु राखिसकेपछि लेफ्ट हो कि राइट हो भनी चिन्न सक्छौं। र यो साइनलाई कपी गरेर हामी यहाँ पेस्ट गर्न सक्छौं। र खासै गाह्रो पनि छैन वन टेल र टु टेलको लागि। वन टेलमा चाहिँ लेफ्ट र राइट लेख्नको लागि। अब यसपछि हामी जान्छौं स्टेप 2। स्टेप 2 मा हामी सिग्निफिकेन्स लेभल लेख्छौं। सिग्निफिकेन्स लेभल यो क्वेशनमा हामीले सिग्निफिकेन्स लेभल दिएको छैन 0.05 मान्ने। मोस्ट कमनली युज्ड स्टेप 3 मा फेरि भन्ने चाहिँ सिग्निफिकेन्स लेभल भनेको एउटा प्रोबेबिलिटी हो। इट इज द चान्स और पोसिबिलिटी और प्रोबेबिलिटी टु रिजेक्ट द नल हाइपोथेसिस व्हेन इट इज ट्रू। स्टेप 3 मा टेस्ट स्टैटिस्टिक्स ZCal calculated value of Z equals to sample error divided by standard error. Sample error means difference between x bar and mu. Standard deviation means sigma divided by root n. अब यो क्वेशनमा हामीलाई चाहिँ पपुलेसन स्ट्यान्डर्ड डेभिएसन दिएको छैन त्यसको रिप्लेसमा हामी s युज गर्छौं भनेको अर्थ स्ट्यान्डर्ड डेभिएसन अफ स्याम्पल डिवाइडेड बाइ रुट n। यसरी लेखेपछि हामीले रिजल्ट लेख्नु पर्छ फर लार्ज सैंपल expected population standard deviation equals to s। x बार देखिएको छ तपाईको 55 माइनस म्यू छ 60 डिवाइड बाइ स्ट्यान्डर्ड डेभिएसन अफ स्याम्पल छ 15 डिवाइड बाइ रुट 100 र यसको भ्यालु आएको छ कति त भन्दाखेरि 3.33 माइनस 3.33 र यसलाई मोडुलस गर्छौं ZCal मोडुलस इक्वल्स टु 3.33। पछि हामीले चाहिँ लेख्न सजिलो होस् भन्नको सजिलोको लागि चाहिँ नेगेटिभ आए तापनि त्यस टाइम लान्छौं मोडुलस गरेर पोजिटिभमा। अब स्टेप 3 पछि स्टेप 4 यो भनेको क्रिटिकल भ्यालु निकाल्ने। क्रिटिकल भ्यालु भन्नाले टेबुलेटेड भ्यालु of Z at 5% significance level for one tail test is 1.645 स्टेप 4 भइसकेपछि अब अन्तिममा हामी चाहिँ स्टेप 5 मा जान्छौं। डिसिजन फर्स्टमा डिसिजन के छ भन्दा ZCal को भ्यालु 3.33 मोडुलस ZTab टेबुलेटेड भ्यालु अफ Z 1.645 यसरी हामी मोडुलस गर्छौं। त्यो नेगेटिभ आएको छ त्यसलाई मोडुलस गरेपछि पोजिटिभ गरिन्छ। अब यो ग्रेटर भयो भन्नाले S0 इज रिजेक्टेड। अब तपाईले के बुझ्नु पर्यो भनेपछि रिजेक्ट एक्सेप्ट गर्दाखेरि कहिले S0 कहिले S1 त्यसो नगर्नुस् सधैँ S0 एक्सेप्ट भयो भने S0 रिजेक्ट भयो भने S0 त्यो भएपछि हामी कन्फ्युजमा जाँदैनौं। अब कन्क्लुजनमा के लेख्छौं भन्दा अब S0 रिजेक्ट भएपछि S1 लाई हामी एक्सेप्ट गरेको भन्ने मान्नु पर्यो। अब जुन हामी सुरुमा स्टेप फर्स्टमा चाहिँ S1 मा जे लेखेको छौं त्यही हामी लेख्छौं भन्नाले देयर इज sufficient statistical evidence that the average words is less than 60
60 words per minute that the typist can type. अब हामी टु स्याम्पल मीन जे टेस्ट पढ्न जाँदैछौँ र एउटा एक्जाम्पल के छ भन्दाखेरि a random sample of 150 farms in previous year gave an average yield of paddy of 3030 tons with a standard deviation of 190 tons. The mean yield in current year from 100 farm is observed 3000 tons with a standard deviation of 211 tons. Show the consistency of the data with hypothesis that the average yield is same in both years. अब यो एक्जाम्पल अनुसार हामीले गिवन दिएको छौं प्रिभियस इयर र करन्ट इयर र प्रिभियस इयरलाई हामी फर्स्ट स्याम्पल र करन्ट इयरलाई हामी सेकेन्ड स्याम्पल हामी अज्युम गर्छौं जस अनुसार n1 150 x bar 1 3030 s1 198 र अर्को करन्ट इयरको डेटा अनुसार n2 100 x bar 2 3000 र स्ट्यान्डर्ड डेभिएसन अफ स्याम्पल इज 211 अब यसमा हाइपोथेसाइज स्टेटमेन्ट के छ भन्दाखेरि पहिलाको वर्षको एभरेज आउटपुट एभरेज yield र यस वर्षको एभरेज yield सेम छ त भनेको छ अब सेम छ कि छैन अथवा फरक छ कि छैन भन्ने विषयमा चाहिँ हामी स्ट्याटिस्टिकल प्रोसेसहरु हामी अपनाउँछौं अब सल्भ गर्ने सिलसिलामा चाहिँ पहिलो स्टेप फर्स्टमा चाहिँ सेटिङ हाइपोथेसिस जस अनुसार null hypothesis S naught is to mu1 equals to mu2, that is there is no significant difference between the yield in previous year and current year र अर्कोतर्फ अल्टरनेटिभ हाइपोथेसिसमा S1 is to mu1 is not equal to mu2 ब्रैकेटमा टू टेल टेस्ट भन्नाले दैट इज अब यो माथिको सेन्टेन्समा यो नो लाई हटाएपछि पुग्छ भन्नाले देयर इज significant difference between the yield in previous year and current year अब यो क्वेशनमा टु स्याम्पल कसरी भयो भन्दाखेरि प्रिभियस इयर र करन्ट इयर दिएको छ भक्तपुर काठमाडौँ क्लास ए क्लास बी प्रिभियस इयर करन्ट इयर यसरी दुईवटा स्याम्पल आयो भनेदेखि हामी टु स्याम्पल मिन जे टेस्ट भनेर हामी बुझ्छौं तर त्यसै गरी टु टेल टेस्ट कसरी भयो भन्दाखेरि डिफरेन्स नो डिफरेन्स सेम नट सेम इक्वल नट इक्वल बायस अनबायस भनेर शब्द आयो भनेदेखि टु टेल टेस्ट अथवा यदि डिरेक्सनल वर्डहरु दिएन भने पनि टु टेल टेस्ट र यो क्वेशनमा चाहिँ डिरेक्सनल वर्ड छैन सो कारणले हामीले चाहिँ टु टेल टेस्ट अनुसार सल्भ गर्छौं अब स्टेप 2 हामी यी लेख्छौं स्टेप 2 मा चाहिँ सिग्निफिकेन्स लेभल कति पर्सेन्टेज सिग्निफिकेन्स लेभलमा हामी टेस्ट गर्ने कुरा हुन्छ सिग्निफिकेन्स लेभल र क्वेशनले सिग्निफिकेन्स लेभल दिएन भने हामी एज्युम गर्छौं अल्फा इक्वल्स टु 5% भन्नाले 0.05 most commonly used र सिग्निफिकेन्स लेभल भनेको एउटा प्रोबेबिलिटी हो नल हाइपोथेसिस ट्रू हुँदा हुँदै पनि त्यसलाई रिजेक्ट गर्ने चान्स अर्थात टाइप फर्स्ट एरर हुन सक्ने चान्स के भयो त 0.05 भन्नाले 5% र स्टेप 3 यसलाई भन्छ हामी टेस्ट स्ट्याटिस्टिक र यो अन्तर्गत हामी चाहिँ जेड क्याल निकाल्छौं क्याल्कुलेटेड भ्यालु अफ जेड र फर्मुला सैंपल एरर डिवाइडेड बाय स्टैंडर्ड एरर सैंपल एरर मीन्स x bar 1 minus x bar 2
divided by root under s square 1 upon n1 plus s square 2 divided by n2 सब्स्टिट्युट गरिसकेपछि x by 1 को ठाउँमा कति भयो त 3030 minus 3000 upon root under s square 1 भन्नाले 198 को स्क्वायर divided by 150 plus 211 को स्क्वायर divided by 100 सबै क्याल्कुलेसन गरिसकेपछि हाम्रो भ्यालु चाहिँ 1.13 अब स्टेप 4 मा जान्छौं स्टेप 4 critical value of z भन्नाले tabulated value of z at 5% significance level 5% significance level and for total test is 1.96 र स्टेप 5 मा चाहिँ decision and conclusion र डिसिजन मा हामी लेख्छौं zcal ला अगाडि राख्छौं सधैं थोरै भए पनि धेरै भए पनि अगाडि राख्छौं र zcal छ 1.13 is less than ztab tabulated value of z र यो रहेको छ 1.96 र अब zcal ztab सँग इक्वल भएमा अथवा कम भएमा सधैं as not is accepted र कन्क्लुजन हामी के लेख्न सक्छौं त अब कन्क्लुजन मा there is sufficient evidence that the yield output in previous year and current year are equal र हामीले यसरी स्ट्याटिस्टिकल प्रोसेसबाट चाहिँ हाइपोथेसाइज स्टेटमेन्टलाई सपोर्ट गर्यौं भन्नाले एक्सेप्ट गर्यौं किनकि अब यसमा हाइपोथेसाइज स्टेटमेन्ट के छ भन्दाखेरि प्रिभियस इयरको र करन्ट इयरको आउटपुट इक्वल छ भनेर भनिरहेको छ र स्याम्पलले के देखाएको छ भन्दाखेरि प्रिभियस इयरमा 3030 देखिएको थियो भने करन्ट इयरमा 3000 फरक त पक्कै छ 3030 र 3000 मा त फरक त छ तर 30 को डिफरेन्स आएको छ भन्नाले त्यतिसम्मको डिफरेन्सलाई हामी एक्सेप्ट गर्ने कि नगर्ने भन्ने कुरा आयो अब लजिकली भन्नुपर्दाखेरि चाहिँ 30 को डिफरेन्स पनि डिफरेन्स नै हो तर स्ट्याटिस्टिकल प्रोसेसले के देखाएको छ 3030 इन प्रिभियस इयर र 3000 टर्न इन करन्ट इयर चाहिँ इक्वल नै हो भनेर बुझिएको छ अब हामी टु स्याम्पल जेड टेस्ट बुझ्नको लागि दोस्रो क्वेशन सल्भ गर्न जाँदैछौं दोस्रो क्वेशन अनुसार अ स्याम्पल अफ हाइट्स अफ 6400 Indians has a mean of 67.85 inch with standard deviation of 2.56 inch, while the sample of heights of 1600 Nepalese has a mean of 68.55 inch with standard deviation of 2.52 inch. Do this data indicate Nepalese are on average taller than Indians? भन्दाखेरि अब यो क्वेशनको इन्फर्मेसन हामीले गिवन दिइसकेपछि यसमा टु स्याम्पल भन्ने बुझिएको छ किनकि यसमा एउटा स्याम्पल इन्डियनको र अर्को स्याम्पल नेपालीज पिपलहरुको देखाइएको छ जस अनुसार चाहिँ अब समग्रमा हेर्दाखेरि इन्डियन पिपलहरु चाहिँ 6400 स्याम्पलिङ गरेको छ भने नेपालीजको 1600 गरेको छ र मीन चाहिँ इन्डियन पिपलको हाइट भन्दा नेपालीजको हाइट अलि बढी देखेको छ र स्ट्यान्डर्ड डेभिएसन चाहिँ इन्डियनको अलि बढी देखाइएको छ अब यो अनुसार चाहिँ अब हामीले यो स्टेटमेन्टलाई भन्नाले हाइपोथेसाइज स्टेटमेन्टलाई एक्सेप्ट गर्ने कि नगर्ने भन्ने विषयमा सल्भ गर्न जाँदैछौं जस अनुसार स्टेप फर्स्ट टेस्टिङ हाइपोथेसिस यसमा नल हाइपोथेसिस S naught is to mu1 is equal to mu2 गर्छौं भने जबकि अल्टरनेटिभ हाइपोथेसिस
को लागि h1 is to mu1 र mu2 राख्छौं। अब यसमा यो वान टेल टेस्ट हुन आउँछ किन भन्दाखेरि यसमा डिरेक्सनल वर्ड प्रयोग गरिएको छ टलर भन्ने शब्दले, त्यसले गर्दा वान टेल हो। वान टेल को लागि पनि लेफ्ट टेल र राइट टेल चिन्नु पर्यो, जसको लागि कन्फ्युज भएको खण्डमा चाहिँ यसमा x बार 1 अगाडि राख्नुस्, x बार 2 पछाडि राख्नुस् र x बार 1 छ 67.85 हो भने x बार 2 68.55 छ भन्दाखेरि यो 68.55 चाहिँ ग्रेटर भयो र यो साइन के देखाएको छ लेफ्ट टेल देखाएको छ। अब यो साइन कपी गरेर यहाँ राख्ने र ब्र्याकेटमा लेफ्ट टेल टेस्ट भन्ने इन्डिकेट गर्ने। अब नल को लागि हामीले mu1 इक्वल्स टु mu2 यो भनेको अर्थ दैट इज द हाइट अफ Indian and Nepalese are same. जब कि सेकेन्डमा के देखाउँछ अब mu2 is greater than mu1। mu2 भनेको अर्थ कसको डेटा हो त नेप्लिसको डेटा हो, त्यही कारण चाहिँ दैट इज यसमा दैट इज नेप्लिस द हाइट अफ अर्थात आफ्नो भाषा हुन्छ यसको लागि चाहिँ द हाइट अफ Nepalese is greater than the Indians। र अझ यो भाषा भन्दा अझ राम्रो के भन्दाखेरि चाहिँ द हाइट अफ Nepalese अथवा अर्को भाषामा चाहिँ Nepalese people are taller than Indian भन्ने राम्रो मानिन्छ है। ल अब यसको लागि अब जाउँ स्टेप 2 मा। स्टेप 2 को लागि सिग्निफिकेन्स लेभल हामीले देखाउनु पर्छ र यो 1%, 5%, 10 पनि हुन सक्छ र क्वेशनले के पनि नभनेको अवस्थामा हामी 5% एज्युम गर्छौं 0.05 र यो भनेको चाहिँ टाइप फर्स्ट एरर हुन सक्ने सम्भावना, द प्रोबेबिलिटी अफ कमिटिङ टाइप फर्स्ट एरर। अब हामी जान्छौं स्टेप 3। स्टेप 3 को लागि टेस्ट स्ट्याटिस्टिक र यसमा हामी z क्याल निकाल्छौं, क्याल्कुलेटेड भ्यालु अफ z र फर्मुला रहेको छ स्याम्पल एरर बाइ स्ट्यान्डर्ड एरर र डाइरेक्टली हामीले के लेख्न सक्छौं x बार 1 माइनस x बार 2 डिवाइडेड बाइ रुट अन्डर s स्क्वायर 1 बाइ n1 प्लस s स्क्वायर 2 डिवाइडेड बाइ n2 र यो अनुसार 67.85 minus 68.55 divided by root under s square 1 2.56 को square divided by n1 sample size 6400 plus र अर्को छ तपाईको 2.52 square divided by 1600 र सबै क्याल्कुलेसन गरिसकेपछि minus 9.93। अब स्टेप 4 मा हामी जान्छौं। स्टेप 4 भन्नाले क्रिटिकल भ्यालु र यसको लागि यहाँ लेख्छौं टेबुलेटेड भ्यालु अफ z एट 0.05 सिग्निफिकेन्स लेभल फर one tail test is 1.645। Step 5 डिसिजन यसमा z क्याल को भ्यालु आएको छ कति त र यसलाई माथि नै हामी चाहिँ मोडुलस गरे पनि सजिलो हुन्छ भन्नाले मोडुलस z क्याल इक्वल्स टु 9.93 z क्याल 9.93 is greater than z tabulated value of z 1.645 र यसलाई पनि मोडुलस गर्दियौ s not is rejected। अब यो अनुसार s not रिजेक्ट भयो, अब त्यसको मतलब s1 चाहिँ एक्सेप्ट भयो, सो अनुसार चाहिँ हामी लेख्छौं कन्क्लुजन र कन्क्लुजन के बुझिन्छ त अब s1 को सार्दाखेरि the height of Nepalese are greater than Indian भन्नाले there is sufficient evidence to conclude that Nepalese people are taller than Indian। त्यही लेख्छौं हामी Nepalese people are taller
than Indians. Okay. र यसरी हामीले चाहिँ सिंगल मिन जेट टेस्ट र डबल मिन जेट टेस्टको दुईवटा एक्जाम्पल सल्भ गर्यौं। तपाईहरुले जहाँसम्म लाग्छ बुझ्नुभयो होला। अब हामी 5औं नम्बर क्वेशनबाट चाहिँ वन सैंपल प्रोपोर्शन जेट टेस्ट पढ्न जाँदैछौं। एउटा एक्जाम्पलबाट त्यो एक्जाम्पल यस प्रकार छन्। It is claimed that the tuition classes for both statistics and economics are equally popular in Bhaktapur city. If in a random sample of 300 students belong to Bhaktapur multiple campus, 154 were regular students of statistics. Is the claim justified at 1% level of significance? र यो क्वेशन अनुसार चाहिँ हामीले गिवन इन्फर्मेसन दिइसकेको छौं। जस अनुसार हाइपोथेसाइज पपुलेसन प्रोपोर्सन इज 0.5 हामीले मानेको छौं। किनकि हाइपोथेसाइज स्टेटमेन्ट्स केसँग सम्बन्धित छ भन्दाखेरि भक्तपुर सिटीमा स्ट्याटिस्टिक्स र इकोनोमिक्स सब्जेक्ट इक्वली पपुलर छन् भनेको छ। त्यही कारणले इक्वली पपुलारिटी भनेको कारणले हामीले चाहिँ हाइपोथेसाइज पपुलेसन प्रोपोर्सन 50% मान्यौं। र त्यो स्टेटमेन्ट सही छ या छैन भन्ने प्रमाणित गर्नको लागि जस्टिफाई गर्नको लागि स्याम्पल साइज 300 स्टुडेन्ट्स ड्र गरिएको छ। सो कारणले स्याम्पल साइज चाहिँ 300 देखियो र जसमध्येमा चाहिँ रेगुलर स्टुडेन्ट्स अफ स्ट्याटिस्टिक्स भन्नाले डिजायर्ड नम्बर अफ स्ट्याटिस्टिक्स चाहिँ हामीले चाहिँ 154 पायौं भन्नु खोजेको हो। आउट अफ टोटल 300 स्टुडेन्ट्स 154 वेयर फाउन्ड टु बी रेगुलर स्टुडेन्ट्स अफ स्ट्याटिस्टिक्स र यो दुईवटाबाट हामीले चाहिँ के निकाल्न सक्छौं स्याम्पल प्रोपोर्सन निकाल्न सक्छौं जसको फर्मुला x / n भन्नाले 154 / 300 र 0.51 आएको छ। अब पपुलेसन प्रोपोर्सन 0.50 भन्नाले पपुलेसन प्यारामिटर 0.50 छ भने स्याम्पल स्ट्याटिस्टिक्सले देखायो 0.51 भन्न खोजेको। अब 0.50 भन्नु र 0.51 भन्नु एउटै हो कि हैन? अर्थात स्याम्पल स्ट्याटिस्टिक्सले 51% देखाए पनि त्यो 51% को आधारमा हामीले हाइपोथेसाइज पपुलेसन प्रोपोर्सनलाई एक्सेप्ट गर्ने कि नगर्ने भन्ने कुरा हामी सल्भ गर्न जाँदैछौं। र सोलुसनको प्रक्रियामा पहिलो स्टेप भनेको तपाईको टेस्टिङ हाइपोथेसिस। र टेस्टिङ हाइपोथेसिस अनुसार हामी पहिला सुरुमा नल हाइपोथेसिस हेर्छौं। नल हाइपोथेसिस र h नट इज टु अब हाइपोथेसिस जहिले पनि के को बारेमा हुन्छ त पपुलेसन प्रोपोर्सनको बारेमा हुन्छ भन्न खोजेको चाहिँ। अब यसमा हामी लेख्छौं पपुलेसन प्रोपोर्सनलाई हामीले डिनोट गरेको छौं PO र यो देखिएको छ 0.50 दैट इज। र अब पपुलेसन प्रोपोर्सन 0.50 देखेपछि हामीले अब विभिन्न भाषामा हामी लेख्न सक्छौं नल हाइपोथेसिसलाई रिप्रेजेन्ट गर्ने गरी। र कसैले के लेखेको हुन्छ भन्दाखेरि पपुलेसन प्रोपोर्सन इज 50% र कसैले के लेखेको हुन्छ भन्दाखेरि प्रोपोर्सन अफ statistics and economics are equal भनेर लेखेको हुन्छ। भनेको अर्थ स्ट्याटिस्टिक्स एन्ड इकोनोमिक्स आर इक्वली पपुलर इन भक्तपुर सिटी पनि हामी लेख्न सक्छौं। अब अर्को छ अल्टरनेटिभ हाइपोथेसिस S1 is to population proportion is not equal to 0.50 that is proportion of statistics and economics students are not equal भनेपछि यो भन्ने बित्तिकै हामीले चाहिँ यसमा टु टेल टेस्ट भन्ने बुझ्नु पर्यो। टु टेल टेस्ट। अब स्टेप 2 जम्न अगाडि म चाहिँ फेरि बुझाउन जाँदैछु। सर्वप्रथम यो क्वेशन चाहिँ हाइपोथेसिसको हो कि हैन भनेर चिन्ने कसरी त भन्दाखेरि क्वेशनमा यदि एस नो क्वेशन डिस्कस टेस्ट भनेर दिन्छ भनेदेखि यो क्वेशन चाहिँ केको हो हाइपोथेसिसको हो। र अब हाइपोथेसिस भित्र पनि जे टेस्ट टी टेस्ट एफ टेस्ट र काई स्क्वायर टेस्ट छ। र जे टेस्टले किन भयो भन्दाखेरि चाहिँ यसमा स्याम्पल साइज 30 भन्दा बढी छ। त्यो भनेको अर्थ 300 स्टुडेन्ट्स हैव बीन ड्रन भनेको छ। त्यही कारणले जे टेस्ट।
जे टेस्ट अन्तर्गत पनि हामीले 1 स्याम्पल मिन 2 स्याम्पल मिन 1 स्याम्पल प्रोपोर्सन 2 स्याम्पल प्रोपोर्सन हामी बुझ्छौं पढ्छौं र यसमा 1 स्याम्पल प्रोपोर्सन कसरी भयो भन्दाखेरि यसमा स्याम्पल एउटै ड्र भएको छ दुईटा तीनटा स्याम्पल छैन र त्यो स्याम्पलमा पनि हामीलाई मिन र स्ट्यान्डर्ड डिभिजन दिएको छैन सो कारणले हामीले यसलाई 1 स्याम्पल मिन भनेर मान्नु भएन र 1 स्याम्पल प्रोपोर्सन कसरी भयो भन्दाखेरि चाहिँ हामीले यसमा चाहिँ प्रोपोर्सन हामी मान्न सक्छौं पपुलेसन प्रोपोर्सन 50% र स्याम्पल प्रोपोर्सन पनि हामी निकाल्न सक्छौं त्यही कारणले चाहिँ यो क्वेशन विशेष गरी 1 स्याम्पल प्रोपोर्सन जे टेस्टको हुन गयो अब स्टेप 2 मा जाम स्टेप 2 मा हाम्रो स्टेप 2 मा हामी विशेष गरी लेख्छौं सिग्निफिकेन्स लेभल अब सिग्निफिकेन्स लेभल अल्फाले डिनोट गर्छौं र यो चाहिँ 0.01 हामीलाई दिएकै छ यदि क्वेशनले सिग्निफिकेन्स नदिएको अवस्थामा हामीले 0.05 भन्नाले 5% मान्छौं र सिग्निफिकेन्स लेभल भनेको के हो त एउटा प्रोबेबिलिटी हो टाइप फर्स्ट एरर हुन सक्ने सम्भावना भन्नाले नल हाइपोथेसिस स्टेटमेन्ट ट्रू हुँदा हुँदै पनि त्यसलाई रिजेक्ट गर्न सक्ने चान्स कति हो त 0.05 अथवा 0.01 अथवा 0.10 तर क्वेशनले यसमा 0.01 भनेको कारणले हामीले 1% लेख्यौं अब स्टेप 3 मा हामी निकाल्छौं टेस्ट स्ट्याटिस्टिक जस अन्तर्गत क्याल्कुलेटेड भ्यालु अफ z माथि पर न्युमरेटरमा स्याम्पल एरर डिवाइडेड बाइ स्ट्यान्डर्ड एरर र डाइरेक्टली हामी के लेख्न सक्छौं त स्मल p माइनस क्यापिटल P भन्नाले स्याम्पल स्ट्याटिस्टिक्स माइनस पपुलेसन प्यारामिटर डिवाइडेड बाइ स्ट्यान्डर्ड एररको ठाउँमा रन्डर PQ डिवाइडेड बाइ n भन्नाले पपुलेसनको प्रोपोर्सन र P र पपुलेसनकै Q P भनेको चाहिँ प्रोबेबिलिटी अफ गेटिङ सक्सेस र Q भनेको चाहिँ प्रोबेबिलिटी अफ गेटिङ फेलियर अब यसमा सब्स्टिट्युट गरेपछि स्याम्पल प्रोपोर्सन छ हाम्रो कति भन्दाखेरि 0.51 माइनस पपुलेसन प्रोपोर्सन चाहिँ 0.50 र यसमा डिवाइड बाइ रन्डर 0.50 मल्टिप्लाई 1 माइनस 0.50 Q भनेको अपोजिट अफ P डिवाइडेड बाइ 300 र यसको रिजल्ट आएको छ 0.3464 अब स्टेप 4 मा क्रिटिकल भ्यालु जस अनुसार हामी लेख्छौं टेबुलेटेड भ्यालु of z at 0.01 significance level and for total test is 2.575 देखियो अब यसलाई अब क्रिटिकल भ्यालु र टेस्ट स्ट्याटिस्टिक्सलाई कम्पेयर गरेर हामी चाहिँ अब हाइपोथेसिस एक्सेप्ट रिजेक्ट गर्ने डिसिजन लिन्छौं जस अनुसार स्टेप 5 मा हामी लेख्छौं सर्वप्रथम डिसिजन अनुसार सिन्स सधैँ हामी जेड क्याललाई अगाडि राख्छौं जेड क्याल जसको भ्यालु छ 0.3464 र यो चाहिँ कम देखियो के भन्दा जेड ट्याब भन्दा किनकि जेड ट्याबको भ्यालु चाहिँ 2.575 छ यो हिसाबमा चाहिँ अब हामी चाहिँ एस नट इज एक्सेप्टेड र एस नट एक्सेप्ट भनेको अर्थ कन्क्लुजनमा हामी के लेख्न सक्छौं त कन्क्लुजनमा there is sufficient evidence to conclude that statistics and economics are equally popular भन्दाखेरि population parameter 50% 0.5 sample statistics 51% that is 0.51 अब फरक त छ 50% भन्नु र 51% भन्नु त फरक हो यतिको फरक भए पनि
हाइपोथेसाइज पपुलेसन प्यारामिटरलाई मान्ने कि नमान्ने, सपोर्ट गर्ने कि नगर्ने भन्दाखेरि यो 5 वटा स्ट्याटिस्टिकल प्रोसेसले के देखायो भन्दाखेरि चाहिँ 0.50 भन्नु र 0.51 भन्नु एउटै हो भन्न खोजेको। बोथ स्ट्याटिस्टिक्स एन्ड इकोनोमिक्स सब्जेक्ट आर इक्वली पपुलर इन भक्तपुर सिटी भनेको बुझियो। अब हामी अन्तिममा चाहिँ टु स्याम्पल प्रोपोर्सन जेट टेस्ट पढ्न जाँदैछौँ र यसको इक्जाम्पल चाहिँ यस प्रकार छन्। यसको इक्जाम्पल, अ मसिन पुट्स आउट 16 imperfect articles in a sample of 500. After the machine is overhauled, it puts out 3 imperfect articles in a batch of 100. Has the machine not improved? भनेर सोधिएको छ। अब यो क्वेसनको इन्फर्मेसन अनुसार स्याम्पल साइज बिफोर रिपेयर, बिफोर ओभरहल 500, आफ्टर ओभरहल, आफ्टर रिपेयर 100 र नम्बर अफ डिफेक्टिभ आइटम्स भन्नाले इम्पर्फेक्ट आर्टिकल्स, इम्पर्फेक्ट आइटम्स चाहिँ बिफोर ओभरहल भन्दा चाहिँ कति 16 देखिएको छ भने आफ्टर ओभरअल 3 र यो दुईवटा इन्फर्मेसन मतलब स्याम्पल साइज र नम्बर अफ डिफेक्टिभ आइटमको रिलेसनसिपबाट हामी स्याम्पल प्रोपोर्सन निकाल्न सक्छौँ। जसअनुसार बिफोर ओभरहल 0.032 आएको छ भने आफ्टर रिपेयर चाहिँ आफ्टर ओभरहल चाहिँ 0.03 देखिएको छ। अब यस अनुसार के मसिन रिपेयर गरिसकेपछि ओभरहल गरिसकेपछि इम्प्रुभ देखिएको छ कि छैन त बेस्ड अन दि डिफेक्टिभ आइटम्स। अब यसमा यो क्वेसन टु स्याम्पल प्रोपोर्सन जेट टेस्ट हुन गयो किनकि यसमा स्याम्पल साइज बिफोर ओभरहल 30 भन्दा बढी छ भने आफ्टर ओभरहल पनि 30 भन्दा बढी छ, त्यही कारणले जेट टेस्ट हुन गयो र यसमा मिन टेस्ट भन्दा पनि प्रोपोर्सन जेट टेस्ट भनेर हामी बुझ्छौँ किनकि यसमा हामीलाई मिन र स्ट्यान्डर्ड डेभिएसन दिएको छैन र प्रोपोर्सन हामी निकाल्न सक्छौँ। अब यसको लागि स्टेप फर्स्टमा सेटिङ हाइपोथेसिस, null hypothesis S naught is to के लेख्न सकिन्छ यसमा भन्दाखेरि P1 equals to P2 दुईवटा स्याम्पल भएको कारणले द्याट इज। अब भाषा विद्यार्थी पछि फरक हुन्छन्, हामीले चाहिँ अब मिलाउन जान्नु पर्यो र हामी के लेख्न सक्छौँ भन्दा P1 equals to P2 भनेको अर्थ proportion of defective item before overhaul and after overhaul are equal। यसको मतलब चाहिँ मसिन इम्प्रुभ भएको छैन। The machine has not been improved भनेर लेख्न सक्छौँ किनकि proportion of defective before overhaul र after overhaul इक्वल देखिएपछि इम्प्रुभ भएको त मानिँदैन। अब alternative hypothesis S1 is to। अब यो टु टेल टेस्ट हो कि वन टेल टेस्ट हो भन्न बुझ्नु पर्यो। यसमा डिरेक्सन वर्ड दिएको छ त्यो हो इम्प्रुभ, बेनिफिटेड भन्ने शब्दहरू आयो भने वन टेल टेस्ट। अब वन टेल टेस्ट अन्तर्गत पर्ने लेफ्ट टेल हो कि राइट टेल भन्ने चिन्नु पर्यो। यसको लागि तपाईहरु के गर्न सक्नुहुन्छ, P1 अगाडि राख्ने, P2 पछाडि राख्ने। P1 को भ्यालु 0.032 छ भने P2 को भ्यालु 0.03 छ। 0.032 इज ग्रेटर देन 0.03। त्यसको मतलब अब यो साइन कपी गरेर यहाँ राख्न सक्नुहुन्छ P1 इज मोर देन P2 दैट इज। अब यो के भयो, अब यो लेफ्ट टेल टेस्ट भयो दैट इज। अब प्रोपोर्सन अफ डिफेक्टिभ आइटम पहिलाको भन्दा पछिको थोरै देखियो, त्यसको मतलब चाहिँ मसिन चाहिँ इम्प्रुभ भएको छ। द मसिन has been improved। अब स्टेप 2 मा हामी लेख्छौं सिग्निफिकेन्स लेभल अल्फा। सिग्निफिकेन्स लेभल अल्फा हामीलाई इन्फर्मेसनमा आएको छैन भने एजुम गर्छौं 0.05 commonly used। त्यसपछि गएर स्टेप 3 यसमा टेस्ट स्ट्याटिस्टिक निकाल्छौं। टेस्ट स्ट्याटिस्टिक क्याल्कुलेटेड भ्यालु अफ Z
टु स्याम्पल प्रोपोर्सनको केसमा मिटरमा स्याम्पल एरर भन्नाले P1 minus P2 divided by डिनोमिनेटरमा चाहिँ स्ट्यान्डर्ड एरर भन्नाले P hat Q hat 1 upon N1 plus 1 upon N2 यो छ। अब यसको लागि P1 छ हामीसँग 0.032 minus 0.03 divided by P hat हामी निकाल्नु पर्छ 1 divided by 500 plus 1 divided by 100 अब P hat Q hat निकाल्नु पर्दाखेरि where P hat भनेको कम्बाइन्ड प्रोपोर्सन भन्नाले N1 small p1 plus N2 small p2 divided by N1 plus N2 इसको मतलब x1 plus x2 by N1 plus N2 16 plus 3 divided by 500 plus 100 19 divided by 600 इसको आएको छ 0.032 therefore Q hat 1 minus P hat भन्नाले 1 minus 0.032 0.968 अब यसको भ्यालु माथि राख्छौं हामी 0.032 multiply by 0.968 समग्रमा चाहिँ हाम्रो आउँछ 0.10 calculated value of z is 0.10 अब स्टेप 4 मा स्टेप 4 critical value tabulated value of z at 0.05 significance level for one tail test is 1.645 step 5 र अन्तिम step 5 मा हामी लेख्छौं decision and conclusion decision मा since z cal जसको भ्यालु आएको छ 0.10 is less than z tab जसको भ्यालु देखेको छ 1.645 र यसमा के कुरा बुझ्यो z cal is less than z tab त्यसको मतलब z as not is accepted as not accepted भनेको अर्थ कन्क्लुजन मा हामी लेख्छौं र as not मा हेर्नुस् त के लेखेको छ भन्दाखेरि पहिला हामीले स्टेप फर्स्ट मा the machine has not been improved भन्ने लेखेको छ हो त्यही अनुसार चाहिँ अब हामी there is sufficient evidence to conclude that machine has not been improved यसरी हामीले चाहिँ जेट टेस्टमा चारवटा केसहरु पढ्छौं वन स्याम्पल मिन जेट टेस्ट टु स्याम्पल मिन जेट टेस्ट वन स्याम्पल प्रोपोर्सन जेट टेस्ट र टु स्याम्पल प्रोपोर्सन जेट टेस्ट र चारवटामा हामीले ख्याल राख्नुपर्ने कुरा भनेको चाहिँ स्टेप थर्ड भन्नाले टेस्ट स्ट्याटिस्टिक्स अफ जेट त्यहाँ चाहिँ हामीले चारवटा केसमा फरक फर्मुलाहरु हामी प्रयोग गर्नुपर्छ त्यो फर्मुलाहरु तपाईहरुले चाहिँ याद गर्नु आवश्यक छ